मसीह सम्पूर्णमा म आज तपाईहरुको बीचमा आत्मिक वृद्धिका कदमहरुको बारेमा बताउन गइराखेको छु। हामीलाई थाहा छ धेरै जसो हामी शरीर रूपमा हामी वृद्धि भइराखेका हुँदछौं, तर एकदमै हामीले महत्त्वपूर्ण कुरा हामी विश्वासी जीवनको आत्मिक वृद्धिका कदमहरु हामी सबैलाई थाहा छ कि हामी यो दिनहुँ परमेश्वरको वचन पढ्ने बानी चाहिँ हामी जहिले पनि मण्डलीमा तपाईहरुलाई यही भन्ने गर्छौं कि हामी एउटा खण्ड भए पनि हामी पढ्ने गरौँ परमेश्वरको वचन। किनकि यहाँ भजन संग्रह 1 अध्यायको यहाँ 2 मा यसरी लेखेको छ, तर प्रभुको व्यवस्थामा नै त्यो खुसी रहन्छ र त्यसले दिन रात उहाँकै व्यवस्थामा मनन गर्छ। हालेलुया। प्रभुको व्यवस्थामा नै त्यो खुसी रहन्छ। हामी जब यो वचन अध्ययन गर्छौं, पढ्छौं, यसले हामीलाई एउटा उत्साह गर्छ कि भित्रबाट नै हामीलाई ताजा बनाउँछ। यो एउटा आत्मिक वृद्धिका कदम हामीले आत्मामा बढ्न चाहन्छौं भने अब हामीले धेरैपल्ट प्रार्थना गर्दैनौं, वचन अध्ययन गर्दैनौं। त्यो अवस्थामा त अब हामी तपाईं र मेरो आफ्नै कमी कमजोरी हो, किनकि हामी त्यस कुरामा हामी बढ्न सक्दैनौं। अनि हामी धेरैपल्ट संगतिको महत्त्वलाई बुझ्दैनौं। जस्तै अब हाम्रो साप्ताहिक संगति हुन्छ, त्यो दिन हामी संगति गर्नुको सट्टा हामी अर्कै ठाउँतिर गइदिन्छौं। अब हामी विश्वासी सबै मिलेर एकै ठाउँमा भेला भएर जब हामी संगति गर्छौं, एक अर्काका कुरालाई उत्साहका कुराहरू हामी बाँड्छौं। हामी धेरैपल्ट पढ्ने वचन नै के हो भनेपछि हिब्रू 10 को 25। हामी सबैलाई याद छ, मैले सायद त्यो पढ्नु पर्दैन होला। हामी सबैले त्यो जहिले पनि त्यो कुरा उठाउँछौं। त्यसैले निरन्तर हाम्रो संगति एक अर्कासँग हुनुपर्छ। हामी घरेलु संगति सञ्चालन गर्छौं, साप्ताहिक संगति सञ्चालन गर्छौं। त्यसको महत्त्व के हो त्यो बुझ्न अति नै आवश्यक छ। अब हामी आज्ञा पालन भन्छौं, आज्ञा पालन तपाईं र मेरो जीवनमा हुनु आवश्यक छ। किनकि परमेश्वरको आज्ञाकारी जब हुन्छौं, उहाँको भई, उहाँको धर्म, उहाँको इच्छा अनुसार जब हामी हिँड्न थाल्छौं, परमेश्वरले चाहिँ हाम्रो जीवनमा नयाँ काम गर्नुहुन्छ। त्यसकारण जहिले पनि हामी उहाँमाथि भर पर्ने र उहाँको आज्ञाकारीमा भएर जिउने व्यक्ति चाहिँ हामी बन्ने कोसिस दिन प्रतिदिन आफैलाई एउटा परमेश्वरको नजिकमा ल्याउने कोसिस गर्नुपर्छ। म एउटा यहाँ यूहन्ना 14 को 15 मा यसरी लेखेको छ, तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ। यस, हालेलुया। तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ। यदि हामी परमेश्वरलाई प्रेम गर्छौं भने पक्कै पनि उहाँको आज्ञाकारी हामी हुन्छौं, भएका पनि छौं। त्यसैले उहाँको आज्ञाकारी, उहाँको आज्ञा पालन गर्ने व्यक्ति हामी बनाऊ। हामी जहाँ छौं, कतिजना तपाईहरु ठाउँ छोडेर बाहिर हुनुहुन्छ, कामको सिलसिलामा, कोही इन्डिया, कोही विदेशमा, कोही नेपालमै हुनुहुन्छ। चर्च भन्दा बाहिर तपाईं कतिपल्ट संगतिबाट वञ्चित हुनुहुन्छ। तर पनि एउटा ठोट गर्नुहोस् कि म बाइबल अध्ययन गर्छु, म प्रार्थना गर्छु, म एक अर्कासँग भेटेर एउटा उहाँसँग संगति गर्ने म आफ्नो जीवनलाई निर्वाह गर्छु। दिनहुँ प्रार्थना गर्ने व्यक्ति हामी बन्न आवश्यक छ। जब हाम्रो जीवनमा प्रार्थनै छैन, हामी एकछिन समय परमेश्वरसँग हामी बिताउन सक्दैनौं भने कसरी आत्मिक उन्नति हुँदछ? त्यसकारण दिनहुँ प्रार्थना गर्ने बानीको विकास हामीमा हुनु आवश्यक छ। 1 थेसलोनिके 5 को 17 ले भने जस्तै तिमीहरू निरन्तर प्रार्थनामा लागिरह। त्यसकारण तपाईं र हामी चाहिँ प्रार्थना गर्न अति आवश्यक छ। आफूले पाएको दान वरदानको प्रयोग, मेरो दान के हो, मैले के गर्दाखेरि मलाई खुसी लाग्छ, हामी कहिले पनि हिचकिचाउनु हुँदैन। आफूले गर्ने सेवाकाईका कुराहरू, तिनै कुराहरूमा हामी पछि हट्नु हुँदैन। प्रियहरू, तपाईं र हामी येशू ख्रीष्टलाई चिनेका छौं भने हामीले आफ्नो उन्नति गर्न अति नै आवश्यक छ। आत्मिक वृद्धिको लागि
चाहिँ हामी जिउन कोसिस गर्नुपर्छ र हामीले सिकेका कुरा आफ्ना गवाहीद्वारा अरूलाई पनि सुसमाचार बाँड्ने कोसिस हामी गर्नुपर्छ। यो एउटा आत्मिक वृद्धिको चिन्ह हो। विभिन्न माध्यमहरू दिएको छ, सोसियल मिडिया दिएको छ। हामी कसरी सुसमाचार मानिसहरूलाई भेटघाट गरेर हुन्छ कि उहाँहरूलाई खाना बोलाएर हुन्छ कि कसरी हुन्छ, तपाईँ र हामी चाहिँ उहाँलाई सिकाउने प्रयत्न कोसिस तपाईँ र हामीले गर्नुपर्छ। हुन्छ, परमेश्वरले प्रशस्त आशिष दिउन्। जय मसीह सबैलाई।